हो क्या कागुने पुगे हामी छ ठाउँ यहाँ चाहिँ अलिक माइन्ड फ्रेस हुने ठाउँ रहेछ मैले मेकानिकल ब्रेकदेखि नै सबै सिक्ने हो पछाडि माउन्टेनतिर जाँदाखेरि पनि हल्का होस् न हैन हेलो गाइज फेरि पनि स्वागत छ एमटिभी एके राईको नयाँ ब्लगमा अनि आज चाहिँ म कागुने गइरहेको छु अनि म चाहिँ उकालो अब लगभग सकिसकेको छ अनि त्यहाँदेखि फेरि मासतिर जानुपर्ने हुन्छ उता छ हैन बाटो चाहिँ त्यति अब उकालो छैन जति उकालो थियो पार गरिसके सो अहिले चाहिँ 6 बजिसकेको छ योसँग चाहिँ माथि कागुने गएको चाहिँ 2 चोटि हुनेछ सो आज डाउनहिल ट्रेलमा झार्नु पर्ने छ सो मेरो ब्रेक भन्ने मेकानिकल रहेको छ त्यही हो जाँदैछु सपोर्ट गरौँ च्यानललाई सब्सक्राइब गरौँ त्यही हो आउने दिनमा अझै पनि राम्रो गर्ने प्रयास गर्नेछु यति भन्दै अगाडि जाउँ भन्दै हजुरहरूलाई आग्रह गर्दै म अघि बढ्नेछु है सही हो एक्लै भए पनि यतिको चाहिँ जोस आयो भने चाहिँ बवाल हुन्छ क्या ल गाइज अगाडि क्या दामी देखिरहेछ है र सही हो म चाहिँ कागुने पुगेँ हौ धरन ल त्यही हो म चाहिँ जान्छु यार सरसरी जानु पर्यो दामी छ ठाउँ यहाँ चाहिँ अलिक माइन्ड फ्रेस हुने ठाउँ रहेछ ल चाहिँ गियर यो बिचकोमा आउनै मान्दैन क्या बल्ल यार यहाँदेखि चाहिँ म जानेवाला छु 1 2 3 गो ओ हट सही हो दामी छ ट्रेल स्टार्ट नाउ है पानीले पुरै बिगारेको रहेछ ओइ झन्नै लड्यो कागु कुखुराहरू रहेछ क्या त्यही भएर स्पिड नकुदाएको नि त कुखुरालाई मेमोर अनि टेन्सन मसँग फेरि कुखुरा उयो गर्ने पैसा पनि छैन डबल टेन्सन ओइ पुरै बिग्रेको रहेछ यार ओइ खोइ त ट्रेल त छैन त केही छैन त जङ्गल घारी छ त सिट सानो पारौँ यहाँ चाहिँ अलि उयो नै रहेछ क्या यहाँ त यार अनि यस्तोमा त अनि गइँदैन त नि योमा चाहिँ सक्दिनँ नै होइन किनभने म चाहिँ योमा चाहिँ अहिले भन्ने नि भोलि बिहान भए पनि पर्सि बिहान भए पनि सक्दिनँ नै किनभने यस्तो ओह्रालो छ त पुरै स्टेप छ त होइन यस्तोमा चाहिँ जाँदिनँ म सो यहाँ पनि जाने छैन तर यतादेखि कस्तो बाटो छ हेरौँ घारी नै घारी रहेछ है नजाउँ यहाँदेखि पनि यस्तोमा होइन यस्तोमा नजाउँ किनभने योमा चाहिँ मेकानिकल ब्रेक भएको कारण पनि यहाँ चाहिँ जाँदिनँ होइन मलाई थाहा भएकै कुरो झर्नु त झर्छ उतलतिर पछि जानु सक्छु क्या त्यसमा चाहिँ अलिक जिद्दी नगरौँ होइन अनि यतातिर त अब यता भनेको केही पनि होइन मेरो लागि चाहिँ होइन
मेकानिकल ब्रेक भएको कारण पनि हल्का डराउनु पर्ने हुन्छ नि त माउन्टेन बाइक भएको होइन नडराइ जानु दामी सही हो दामी चाहिँ दामी नै छ क्या बाटो चाहिँ ट्रेल चाहिँ झर्नु चाहिँ झर्छ जस्तोमा नि झार्नु चाहिँ सक्छु होइन तर के हुन्छ भन्दाखेरि अब जे पनि हुनसक्छ नि त त्यही भएर नझारेको चाहिँ ओइ अस्ति एमटिभी अनिस्ता आएको बेला नि यस्तै थियो होला त्यहाँ ल सही हो मेकानिकल ब्रेक भएको साइकल झार्दाखेरि त अनि एक पत्र गइन्छ त हौ यहाँ त साथीहरूले कसरी झार्छ हौ होट बाटेरै नर्छ यार ओके ठिक छ बाटो छैन होइन यतादेखि यस्तो झार्नु पर्ने रहेछ तर यस्तोमा मेरो झर्दैन मलाई थाहा छ क्या मेरो कहाँ झर्छ होइन कहाँ झर्दैन भनेर ओके यहाँ चाहिँ उडाउने ठाउँ रहेछ ओइ 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 उडाइदिएको त यार अनकन्ट्रोल भइदिइरहेको क्या ल ठिक छ यहाँ पनि उडाउने छ उडाउँदिनँ म ल दामी दामी ठाउँ चाहिँ यस्तो छ है ल क्या दामी भ्यू अगाडि पनि हेर्न सक्नुहुन्छ सुरुमा आएको बेला त बहुत डर लागिरहेको थियो क्या मलाई होइन किनभने फर्स्ट टाइम हो नि त अनि डर लागिरहेको थियो क्या मलाई अब त डर त लाग्दैन त्यही हो डराएर त काम पनि छैन नि त सुरुमा पो डर लागेको त अहिले डराएर हुन्छ होइन सुरुमा डर लाग्यो भनेर अन्तिममा पनि डराएरै बस्छु भन्ने खालको त छिन नि म पनि होइन यहाँ पनि त्यस्तै रहेछ डराउनु त के डराउनु हो मा राईको छोरा बताऊ ओके डर भनेको चिज त हुन्छ कि तर नो क्या डरलाई रिजेक्ट हो क्या म चाहिँ डरलाई चाहिँ रिजेक्ट हान्ने नै क्या हान्ने मान्छे नै परे होइन सो त्यही हो डर पनि सुरुमा मात्र लाग्ने हो क्या अन्तिममा त डर न सर होइन डर न सर तर ट्रेल चाहिँ बिग्रेको छ यार हट बाइचान्स ठोक्यो भने मात्र हो क्या ओके पछाडिको चाहिँ 1 फिङ्गर जतिकै ब्रेक छ क्या मेरो चाहिँ त्यही भएर सहज छ ओके दामी यता रहेछ ट्रायल चाहिँ म कता घुमिँदैछु सुरुमा त यहीँ झार्नु डराएको क्या म साँच्चै पनि हो क्या ठोके आहा छ त्यही हो ओके नो प्रब्लम सिक्दाखेरि यतिको त सिक्दा त के गुडाउँदा त्यतिको हुन्छ नि उकालो यस्तो छ यस्तोमै झर्दा ठोक्यो होइन केही छैन क्या ठोकेको यार टक निलार यार विदाउट हेलमेट छु फेरि यार ओके केही छैन है
ठोकिँदाखेरि यत्रो पिल्सेछ यार आयो ठिक छ यहाँ पनि साइकल कहाँ ठोकियो होइन यहाँ कुचिएछ हल्का केही छैन ल अझै पनि जाउँ होइन बाटो टन्नै छ क्या टेन्सन लिनु पर्दैन अब साइकल केही भएको छैन भने पहिला चाहिँ यस्तो भएको छ मेरो हात चाहिँ होइन त्यस्तो चर्को त लडेको छैन त्यही यहाँ ठोकेर अब त्यहाँ अगाडि ठोक्यो ओके गाइस जाउँ अझै पनि हल्का आत्तियो क्या आत्तिएर यहाँ यो आत्तियो भन्दा नि हल्का यहाँ हल्का उयो भयो क्या त्यो डिसब्यालेन्स भयो क्या अनि डिसब्यालेन्समा ब्यालेन्समा ल्याउनु खोज्दाखेरि ठोक्यो केही छैन जाउँ अझै पनि मेन भनेको ब्रेक हो होइन ब्रेक लाग्यो भने त जिन्दगी त्यत्तिकै पनि दामी हो क्या म चाहिँ त्यही भन्छु क्या मेन भनेको ब्रेक हो होइन म चाहिँ ब्रेककै सारामा बस्ने परेँ कि त्यही भएर पनि हो थोरै त्यहाँ माथि मैले स्पिड गरेको थिएँ कि खाल्डाङ खुल्डुङ छ त्यही भएर स्पिड हुँदैन क्या मेरो खाल्डाङ खुल्डुङ भएको कारण अब त्यो डिसब्यालेन्स भयो क्या ल सही हो यहाँ चाहिँ यसो च्यानै च्यान रहेछ सो ठिक छ फेरि सबै क्रिस्चियनकै च्यान हो कि क्या क्रसै क्रस छ ओके विवाद होइन है म क्रिस्चियन भएर भनेको है फेरि ल सही हो म चाहिँ झरेँ डाउनहिल सक्यो लडेको चाहिँ कन्टेन्ट हो क्या मेरो है ल ओके गाइज त्यही हो जिन्दगीमा यतिको भने लड्नै पर्छ नलडी सिकिँदैन ल बाटो यार कस्तो अप्ठ्यारो यार ल ओभर खतरा मैले मेकानिकल ब्रेकदेखि नै सबै सिक्ने हो पछाडि माउन्टेनतिर जाँदाखेरि पनि हल्का होस् न होइन कुखुरा आयो ल म चाहिँ झरेँ एक लडेँ अनि झरेँ साइकल त केही भएन किनभने साइकलको यहाँ चाहिँ कुचिन्जेल ठोकिएको छ क्या कुचिन्जेल ठोकिएको यार म पनि यस्तो टङ निलारी यता यस्तोमा ठोक्यो होइन अनि यस्तोमा ठोक्यो त्यही हो ल यहाँ चाहिँ एके लेखेको यो हानेर ल तिनै हो अब पार भयो यार आजको थाकियो यार ल यति भन्दै अब हातहरू दुख्दैछ होइन यताको यो औँला दुख्दैछ यो दुख्दैछ ल अझै पनि अब त्यही हो थ्याङ्क यू सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा र यस भ्लगलाई चाहिँ यहीँ समाप्त गर्दैछु अनि अब लाग्छु म पनि होइन ओके बाई सबैजनालाई सी यू सुन फेरि भेटौँला अर्को भ्लगमा